अहिले हामीहरू यो पर्सा वाइल्ड लाइफ रिजर्भको मा यो भिडियो चाहिँ हामीहरू बनाइरहेका छौँ। सन्त तपाईँ लाउँदै सन्त अगाडि विकास बगेनी, myself प्रवेश बगेनी एन्ड अनिल बगेनी गीत सुन्दै। यो जङ्गल यस्तो घनघोर देखिएको छ होइन यस्तै। अहिले भर्खर हामीले एउटा हरिण देख्यौँ, हामीले देख्ने चाहिँ भागिहाल्यो। अब हामी एउटा बाघको खोजीमा छौँ। अगाडि हाम्रो अगाडि छ। बाघ 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 हेरौँ बाघ। हामी यता जाउँ। म्यान भर्सेस वाइल्ड। सब यो चाहिँ विशेष प्रकारको रुख हो। ए रुख सदियौँदेखि यहाँ बसिरहेको छ। यसमा चाहिँ विशेष किसिमको यो कम्ती पनि कति कति मिटरको होला यो रुख? यो रुख चाहिँ यहाँ नि 5-6 मिटर अग्लो छ। अहिले यहाँ मानिसहरू पनि अलिअलि देखिन्छन्, घाँस काट्न आइरहेका छन्। अगाडि चाहिँ के हो? सर्प 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 हामी टिपाउँ। सर्प ठुलो सर्प रहेछ ल, त्यसलाई जहाँ ल्याऊ। गयो त्यो अलिकति दुलोमा बसिहाल्यो। अहिले हामी टिप्न सकेनौँ हाम्रो क्यामेराबाट। यहाँनिर सर्प बस्ने ठाउँ हो। सर्पको खोर जङ्गलमा यो चाहिँ सर्पको खोर। भर्खरै एउटा सर्प यहाँबाट बस्यो। हामीहरू कुन कुन दक्षिणको तर्फ हिँडिरहेको छौँ? हामी मध्य भागमा छौँ। जङ्गली जनावरहरूले पानी पिउने ठाउँ हो यो। अब हाम्रो चाहिँ अब रात पर्ने बेला भइरहेछ। हामी चाहिँ नि के सुत्ने ठाउँहरू बनाउने कोसिस गर्छौँ। हिउँदको महिनाले गर्दाखेरि यहाँ चाहिँ पानीको अभाव छ। हामी यहाँ कुरेर बसेको खण्डमा चाहिँ जङ्गली जनावरहरू भेट्न सक्छौँ। अहिले एकछिनमा हात्तीहरू चाहिँ नै देखिने सम्भावना बढी नै देखिन्छ। हामी यहाँ बस्यो भने खतरा हुन्छ। हामी उता लुकेर हेर्नुपर्ने हुन्छ। जाउँ एउटालाई चाहिँ स्टप गरौँ होइन। म धारण गर्नु भएको छ।